फेरि पनि तपाईहरुलाई नेपाल तर्फको जोर्नी देखाउनु गइरहेको छु। अन्त यो चाहिँ हो बिहार मोड। यता चाहिँ हो एयरपोर्ट, त्यताबाट जान्छ। अन्त त्यहाँ हामी आएको। अन्त यता चाहिँ जान्छौँ हामी। अन्त तपाईहरुलाई देखाउने छु गाइस कसरी जानुपर्ने हो सेयरिङमा, आफ्नो प्राइभेट गाडीमा अलिक एक्लै दुक्लै कसरी ट्राभल गर्ने हो तपाईहरुलाई देखाउने छु। भाडादेखि लिएर सबै कुरा तपाईलाई भन्दैछु। तपाईहरु चाहिँ बसिदिनुहोस्, हेरिदिनुहोस्। अन्त तपाईहरुलाई पनि एक्सपिरियन्स हुन्छ। नेपाल चाहिँ म हेरिदिनु गएको, त्यस्तो एक्सपिरियन्स छैन तर पनि हामी चाहिँ जान्दैछौँ। पानी ट्याङ्की आइपुग्यो तर सोतो गाडीमा बस्नु पानी ट्याङ्की। ए हुन्छ। यहाँ चाहिँ अब पानी ट्याङ्कीको हो। अब तपाईँहरुकै अब पानी ट्याङ्कीको कति छ? यसरी बस्यौँ हामी बस्छ। यो लोकेसनबाट चाहिँ तपाईँहरूले प्रशस्त मात्रामा पानी ट्याङ्कीको पाउनुहुन्छ है। त्यस्तो चिन्ता गर्ने कुरा केही छैन। अन्त बिहार मोडबाट चाहिँ जानुहुन्छ भने चाहिँ यहीँनिर पाउनुहुन्छ अरू बेला पनि।